मान्छे त एउटै हो नि, तर सरसफाइमा पनि ध्यान दिनुपर्छ भन्ने कुरा चाहिँ हुन्छ कि। तर उहाँहरूले चाहिँ हो त्यो सरसफाइमा ध्यान दिएछ, मलाई चाहिँ पीडा हुन्छ। अनि मैले चाहिँ भन्छु के तपाईँहरू होइन यसो हेर्दा पनि टक्क हुनु न, मान्छेको त एउटा लुक्स त हो नि पहिला हेर्ने भनेको होइन। ऊ अलि सरसफाइ भएर हिँड्न पर्यो, अलिकति ऊ भएर हिँड्न पर्यो, हे आफूहरू यस्तो छ अनि कहाँबाट हुन्छ भन्न म कहिलेकाहीँ चाहिँ म भन्छु। दलित समुदायको महिलाले यद्यपि यहाँ कुनै व्यवसाय त्यस्तो खाना होटलको त्यस्तो खालको चाहिँ इन्भाइरोमेन्ट बन्छ भने कतिपयले चाहिँ अलि हेर्ने दृष्टिकोण फरक गरिदिन्छन्। अहिले पनि भित्री रूपमा ती कुराहरू चाहिँ छन्, तर जति सक्दो तपाईँहरूले चाहिँ एउटा प्रयास, एउटा सफलतापूर्वक चाहिँ जुन एउटा योजनाहरूलाई यहाँ सफल बनाइराख्नु भएको छ त्यो पनि अझै सक्सेस होस् भन्न चाहन्छु म। अब काम त अब हाम्रो साँच्चै भन्नुपर्दा अध्यक्षज्यू पनि खासै त्यस्तो खालको हुनुहुन्न है। अब हामी चाहिँ दुवैजना मिलेर नै काम गरिरहेको छ। अब कार्यपालिकामा पनि जस्तो भए पनि अब अध्यक्षज्यूले राम्रै खालको एजेन्डाहरू ल्याउनु भएको छ, त्यो एजेन्डा चाहिँ पासै हुन्छ हाम्रो होइन। जस्तै जे भयो नि राम्रै खालको एजेन्डा। अनि मैले चाहिँ के सोच्छु भने हामी विकासै गर्न गएको हो, राम्रो खालको एजेन्डा ल्याउँछ भने हामीले चाहिँ पास गर्नुपर्छ भन्ने मेरो मान्यता हो होइन। अब अहिले बजार आउनुको भने त्यही हो कि अब हामीले चाहिँ यहाँको दाल प्योर दाल बेच्नु है, मुस्ताङको भन्छ मुस्ताङको भनेर बेच्नु, अनि ओखर ल्याउँदा मुस्ताङ भन्छ मुस्ताङको भनेर बेच्नु। तपाईँहरूले त त्यो फ्लड गर्न पाउँदैन भने कहिलेकाहीँ यसो छड्के जाने बेलामा अनि उहाँहरूले फेरि अलिकति हो तपाईँ यस्तो के फेरि त्यही हो अनुगमन पनि यहाँ छ नि त उता पारिकोलाई भनिदिइसक्या हुन्छ हेर्नु होइन। त्यो गाह्रो छ काम गर्न। तर मैले भनिहालेँ उपाध्यक्षको काम चाहिँ एकदम गाह्रो नै छ होइन। अनि अनुगमनको पाटोमा पनि त्यही हो, उपभोक्ता समिति र प्राविधिकको बिचमा के हुन्छ अब। म्याम यता हुनुहुन्छ हिजो हामीलाई टाढाबाट होइन साँझमा खानेकुराहरू सबैभन्दा नि भाले ल्याइदिनु भयो, अनि साँझ तातो झोल बनाएर पनि खुवाउनु भयो। हजुरको शुभ नाम भनिदिनु त यहाँ दर्शकहरूलाई यसो अगाडिपट्टि। हजुर गोमा लामा भनेपछि आफैमा पनि एउटा भगवान्को नाम हजुरमा छ र हामीलाई जे जति एउटा माया र सम्मान गर्नुभयो त्यसको लागि विशेष धन्यवाद। अनि धेरै टाढाबाट कुखुरा बोकेर ल्याएर यहाँ चाहिँ बौरानीको घरमा होइन बौरानीको घरमा चाहिँ पकाउनु भयो, आफैले खाना दिनुभयो, त्यसको लागि पनि धन्यवाद। र अनि के छ तपाईँको विदेशमा रहन हुने छोरीलाई चाहिँ यो भिडियो मार्फत सम्झिनुहोस् के भन्न चाहनुहुन्छ नानुलाई? हजुरको छोरी चाहिँ विदेशमा हुनुहुन्छ होइन, अब उहाँलाई के भन्न चाहनुहुन्छ भिडियो मार्फत चाहिँ होइन? अब घरको अवस्था के छ कस्तो छ अनि के छ के भन्न चाहन्छु? भिडियो हेर्नुभयो भने छोरीले चाहिँ मेरो मम्मीले पनि बोल्नु भएको छ भन्नु त के भन्नु? मलाई थाहा हुँदैन के भन्नुहुन्छ त्यो छोरीलाई के भन्नुहुन्छ? धेरै धेरै माया छ अर्थात् सम्झना छ के छ त्यो टाइपको अलिकति भन्नु न छोरीलाई। माया त छ नि, छोरीलाई धेरै धेरै माया सम्झ्या छ। त्यो भिडियो हेरेपछि मम्मीले धेरै सम्झिनु भएको छ चाहिँ भनेर पक्कै पनि हामी चाहिँ जुन एउटा बिहानीको एउटा समयमा जुन भिडियो बनाइरहेको छौँ त्यसको लागि विशेष उहाँलाई धेरै धेरै धन्यवाद। र आगामी दिनहरूमा यस्तै माया काठमाडौँ आउनुभयो भने नवइन्द्रणी परिवारलाई चाहिँ नभुल्नु होला। कस्तो लाग्यो यहाँ तपाईँसँग आउँदै गर्दा? हामी साँझ एकछिन बसेर गीत पनि गायौँ, कस्तो खालको अनुभूति गर्नुभयो? रमाइलो गर्नुभयो कि अलिकति केही अप्ठ्यारो लाग्यो? कस्तो लाग्यो? एकदम रमाइलो लाग्यो। सो यस्तै हजुरलाई पनि धेरै हामी सकेसम्म नवइन्द्रणी परिवार हजुरको पनि आफ्नो उहाँ भाउजू होइन भाउजू चाहिँ सदस्य हुनुहुन्छ, कहिलेकाहीँ यसो नवइन्द्रणी परिवारको पनि गर्नु होला र यो स्टुडियोमा हामी हजुरलाई स्वागत सम्मान गरेछौँ है। त्यसैले धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आजको लागि मलाई यो बिहानीको भिडियो अर्थात् बिहानको समय भिडियो बनाउनमा सहयोग गर्नुहुने क्यामेरामा भाइ राजलाई म विशेष धन्यवाद दिँदै अहिलेलाई भने यो छोटो मिठो भिडियो यहीँ अन्त्य गर्छु र थप फेरि यहाँको विषयमा अन्य भिडियोहरू चाहिँ हामी बनाउनेछौँ। अहिलेलाई भने छुट्टी। नमस्कार दर्शकबिन, मैले फेरि पनि तपाईँहरूसँग समसामयिक विषयवस्तुलाई जोड्दैछु। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घन्किने कार्यक्रम नवइन्द्रणीको रमाइलो अभियानमा छौँ। यति बेला मैले जानकारी गराइसकेको छु समग्र यमन्द अगाडिको पालिकासँग पनि केही भलाकुसारी गरिसकेका छौँ र हामी मुस्ताङ जिल्लाका स्थानीय तहहरूसँग भेटघाट अर्थात् नवइन्द्रणीको सांस्कृतिक अभियान कार्यक्रमलाई लिएर यहाँसम्म पुग्दै गर्दा यति बेला म मुस्ताङको दोस्रो पालिका भन्न चाहन्छु। हामी काठमाडौँको यात्रा गर्दै मनाङ हुँदै मुस्ताङतर्फ अर्थात् मुस्ताङका अनेकौँ पालिकाहरूसँग घुमघाम गर्नेछौँ र भेटघाट गर्नेछौँ। यति बेला भने म ठ्याक्कै यो टिम अर्थात् नवइन्द्रणी परिवार यति बेला चाहिँ मुस्ताङको घरप जोङ गाउँपालिकामा चाहिँ उपस्थित भइसकेका छौँ। घरप जोङ गाउँपालिका घरप जोङ गाउँपालिकामा उपस्थित भइसकेका छौँ र यहाँ समग्र यहाँका धार्मिक पर्यटकीय क्षेत्र कला संस्कृति सँगै लुकेका प्रतिभा र अतिपीडित नागरिकहरूका आवाजहरूलाई देश तथा विदेशमा चिनाउने अर्थात् महिला बालबालिकाका समस्याहरूलाई समग्र यहाँको विकासमा
कुन कुरा अल्झिएको छ, त्यो अल्झिएका कुरालाई स्थानीय सरकारले अर्थात् स्थानीय सरकारलाई कुन तहबाट सहयोग अर्थात् एउटा समन्वय गर्दै यहाँका आवाजहरूलाई उठाउने एउटा सोचका साथ पालिकासँग जोडिएका छौँ। यतिखेर मेरो साथमा हुनुहुन्छ पालिकाका उपाध्यक्ष जमुना थकाली थापा मगरज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ। नामै भन्दा पनि यति मिठासँगै लामो होइन, कतिपय कुरा भन्दै जाँदा कहीँ कतै मिस्टेक भएछ भने नि यसलाई एउटा मिठो क्षमा गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। पाजु, एकदमै तपाईँको 4 वर्षको यो कार्यकाल बिताइसक्नु भएको छ, अब 5औं वर्ष अन्तिमतिर हुनुहुन्छ। कस्तो अनुभव बटुल्नुभयो? यसबाट सुरुवात गरौँ कार्यक्रमको। धन्यवाद सर। अब हामीले काम गरेको यो सिलसिला पनि हामीले अब 4 वर्ष बिताइसकेका छौँ। अब काम गरिरहँदा हुन त यहाँ हामीले धेरै कामहरू गर्छु भनेर आएका थिए, तर पनि भने जस्तो कामहरू चाहिँ हामीले गर्न सकिनँ कि जस्तो लाग्छ। आज आउँदा यो समय पनि यति छोटो हुँदो रहेछ। हिजो जब कि हामी निर्वाचित भएर आइसक्दा चाहिँ 5 वर्षसम्म भनेर एकदम लामो समय लाग्थ्यो भने अहिले यो काम गरिरहँदा अहिले यो 4 वर्ष बितिसक्दा चाहिँ छोटो हो कि जस्तो पनि लागिरहेको छ। अब काम गर्ने दौडानमा त अब यस्तै हुन्छ, यो आफ्नो एउटा बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने हो। तर यहाँ हाम्रा समस्याहरू चाहिँ धेरै छन्। समस्याहरू चाहिँ हामी धेरै नै छन्, तर ती समस्याहरूलाई समाधान गर्नको लागि आखिरी हामी भनेको यो आर्थिक पाटोमा नै जोडिन पर्ने भएको हुनाले समस्याहरू धेरै छन्, तर हामीसँग आर्थिक चाहिँ एकदम सीमित छन्। त्यही कारणले गर्दा हामीले चाहिँ जुनै पनि कार्यक्रमहरू गर्दा त्यो कार्यक्रमलाई चाहिँ प्रायोरिटी बेसको हिसाबमा हामीले छुटाउने गरेको छ। स्थानीय सरकारले एउटा जिम्मेवारी दिएको छ, सङ्घ प्रदेशबाटको एउटा आदेश। स्थानीय सरकारले धेरै ठाउँमा गुनासो गरेका छन्। मैले धेरै स्थानीय सरकार प्रमुख अर्थात् उपप्रमुखज्यूहरूसँग चाहिँ यो विषयमा छलफल पनि गरेको छु। अब स्थानीय सरकारको उपप्रमुख जिम्मेवारी तपाईँले लिइरहँदा अर्थात् न्यायपालिकाको पनि प्रमुखमा मानिएको हुन्छ, अर्थात् हजुरलाई चुनिएको हुन्छ। समग्र महिलाका विषयवस्तुतिर जान चाहन्छु। महिला बालबालिकाका समस्याहरू र महिला हिंसाका समस्याहरू कतिको देख्नुभयो तपाईँले? यसरी नै जोडौँ र अन्ततः यी विषयवस्तुलाई फरक तरिकाले हामी व्याख्या गरौँला। धन्यवाद। फेरि पनि अब हुन त यो मनाङ र मुस्ताङ भनेको हिमालपारीको जिल्ला होइन। अब हिजो म एउटा उपमेयर भइरहँदा उपाध्यक्ष भइरहँदा न्यायिक समितिमा पनि मेरै संयोजकमा हामी 3 जना सदस्यहरू छौँ। यहाँ हुन त अब यहाँ महिलाहरूको समस्या छन त धेरै नै छन्, तर पनि मलाई अरू जिल्लाभन्दा यहाँ चाहिँ अलिक कम हो कि जस्तो मलाई लाग्छ। किनभने यहाँका महिलाहरूमा हामी एकदम मेहनती पनि छौँ। यहाँका महिलाहरू होइन, हामी यहाँ चाहिँ एकदम कामकाजीका महिलाहरू पनि छन् चाहिँ। यहाँ खासै अब मान्छेहरूलाई त्यति साह्रो फुर्सद पनि छैन। यो एउटा हिजो हामी चाहिँ एउटा यो मुस्ताङ जिल्लाको एउटा यो मुक्तिनाथ भगवानको पासमा हामी जन्मेको हामी एकदम खुसी पनि लाग्छौँ, किनभने भगवानको कृपाले गर्दा हाम्रो यो मुस्ताङ जिल्लामा चाहिँ धेरै पर्यटकहरू आउने गर्छन्। त्यसैले यहाँका महिलाहरू सबैजना चाहिँ आफ्नो व्यवसायमा नै तल्लिन्छन्। त्यसको बावजुद यहाँ समग्र भन्नुपर्दा अब कोही महिलाहरूलाई सबैमा हामी त्यस्तो त छैनौँ। समग्रमा कुरा गर्दा चाहिँ नि महिलाहरूलाई दुःख नै छन्, किनभने अब महिलाहरूलाई आफ्नो घरको धन्नादेखि लिएर आफ्नो सामाजिकमा पनि हामी यत्तिकै जानुपर्ने हुन्छ। अब जब कि म एउटा महिला भइकन होइन, एउटा हिमालपारीको जिल्लाको म एउटा महिला भइकन हिजो मैले आफूले गरेको केही भूमिकाहरू थियो र त मैले आज यो स्थान मैले पाएको छु, यो स्थानमा म आएको छु। तर यहाँ चाहिँ हाम्रो अब अलिकति भन्नुपर्दा यहाँको महिलाहरू चाहिँ नि राजनीतिकमा त्यति साह्रो इन्ट्रेस्ट राख्दैन। यो चाहिँ नि मैले तितो सत्य नै भन्नुपर्छ होइन। हुन त सत्य तितो, यो तितो हो तर सत्य कुरा हो। विश्वास गर्नु उहाँहरूले राजनीतिमा त्यति विश्वास गर्नुहुन्न र राजनीतिमा त्यति आउन पनि चाहनुहुन्न। अब कुनै मान्छे अब कतै जानको लागि त लास्टमा त राजनीतिकमा जोड्नुपर्छ होइन। राजनीतिकमा जोडेन भने त उसले आफ्नो जीवन कसरी उस्काउने र ऊ कसरी समाजमा आउने। तर यहाँ चाहिँ अलि त्यस्तो चाहिँ छन चाहिँ। हाम्रो मैले भनिहालेँ यहाँको महिलाहरू चाहिँ अलिकति काममा व्यस्त छ र मेहनती पनि छन् होइन। सबैजना आफ्नो कार्यमा व्यस्त हुन्छन्। तर यहाँ चाहिँ अब समग्र अब गैर दलित भन्दा दलितहरू चाहिँ अलिकति पछाडि नै हुनुहुन्छ उहाँहरू चाहिँ होइन। अब उहाँहरूलाई चाहिँ
अब उहाँहरूको आर्थिकले पनि हुनसक्छ होइन, उहाँहरू चाहिँ नि अलिकति अगाडि आउन अहिले जुन यो हाम्रो राष्ट्रको यो संरचनाले भन्नाले यो 3 तहको सरकार होइन, र यसमा चाहिँ नि महिला दलितहरूलाई ल्याउन पर्ने भनेर एउटा लक्षित हाम्रो एउटा कोटा छ नि, त्यही कारणले गर्दा उहाँहरू चाहिँ नि आउन त आउनु भएकै छ, अगाडि आउनु भएको छ। तर पनि हरेक अलिअलि कुनै कुनै कुराहरूमा चाहिँ उहाँहरू अलिकति मैले दलितको कुरा जोड्नुभयो बाजु, मैले त्यहाँनिर जोडिसकेँ। जस्तै मानौँ तपाईँको चाहिँ दलित समुदाय अलिक पछाडि परेकै छ भनेर एक खालको चासो राखिदिँदै गर्दा हजुरले समग्र चाहिँ देशैभरका दलित समुदायका हकमा केही कुराहरू यसरी पनि जान्छ कि तपाईँले त्यो क्षेत्रलाई, त्यो अर्थात् त्यो समुदायलाई चाहिँ माया गरिराख्नु भएको छ, आफ्नो तहबाट चाहिँ यस्ता समस्याहरू छन् है, निराकरण गर्नुपर्छ भन्ने खालको एउटा अभिव्यक्ति दिनुभएको छ। अब समग्र विकासको हकमा हेर्ने हो भने पछिल्लो क्रममा यहाँको महिलाहरू एउटा काममा मात्रै अलिकति ध्यान दिने र पुरुषहरू अलि बाहिर कमाउन गए तापनि तर चाहिँ महिलाहरू यही व्यवसाय गर्नुपर्छ भन्ने तरिकाले चाहिँ जोडिने। अब यो एउटा चाहिँ दलित समुदायलाई पनि अलिक टेकेर केही कुराहरू कामहरू अर्थात् उहाँको लागि जिम्मेवारीपूर्वक, जस्तै मानौँ दलित समुदायको महिलाले यद्यपि यहाँ कुनै व्यवसाय त्यस्तो खाना होटलको त्यस्तो खालको चाहिँ इन्भाइरोमेन्ट बन्छ भने कतिपयले चाहिँ अलि हेर्ने दृष्टिकोण फरक गरिदिन्छन्। अहिले पनि भित्री रूपमा ती कुराहरू चाहिँ छन्, तर जति सक्दो तपाईँहरूले चाहिँ एउटा प्रयास, एउटा सफलतापूर्वक चाहिँ जुन एउटा योजनाहरूलाई यहाँ सफल बनाइराख्नु भएको छ त्यो पनि अझै सक्सेस होस् भन्न चाहन्छु म। तर अन्तिममा एउटा तपाईँको पालिकाभित्र अति मैले बुझेको कुरा, पालिकाभित्र चाहिँ अलिकति भए पनि जनचेतनामूलक कार्यक्रमहरू होइन, जुन मान्छेहरूले सिधै बुझ्न सक्ने यस्ता कार्यक्रमहरूलाई चाहिँ अलिकति जोड दिनु भयो कि भएन, अर्थात् यो 4 वर्षको अन्तरालमा चाहिँ यस्ता कार्यक्रमहरू, यस्ता क्रियाकलापहरू चाहिँ कतिको गर्नुभयो, यो कुरामा चाहिँ अलिक जोड दिनु। अब हुन त जस्तो कि अब हाम्रो गाउँमा चाहिँ नि अलिकति होइन, हिजोदेखिका आमा बुवाहरूलाई चाहिँ नि यो कुराको अलिकति चेतना ल्याउन चाहिँ अलिकति गाह्रो नै छ। जस्तो तपाईँले होटल व्यवसायको कुराहरू गर्नुभयो, उहाँहरूले गर्नुभएकै छ, यहाँ होटलहरू पनि छ उहाँहरूको होइन, तर हाम्रो यो आत्म अन्तरालबाट चाहिँ जस्तो हाम्रो गाउँको बुवाहरू आमाहरूले चाहिँ अलिकति उहाँहरूलाई यो चाहिँ होइन मैले भन्नै पर्ने हुन्छ, उहाँहरूले चाहिँ अझै पनि होइन बसिहालौँ खाइहालौँ भन्ने चाहिँ छैन है, छैन। अनि मलाई चाहिँ कस्तो लाग्छ भने म त हिजोदेखि अलिकति क्रान्ति सोच भएको हो कि सर, मलाई चाहिँ किन होला, मानिस त सबै एउटै हो नि, मलाई त कता कता चाहिँ त्यस्तो हुन्थ्यो कि मान्छे त हामी एउटै हो नि, किन यस्तो गरेको होला भनेर म चाहिँ सानोदेखि उहाँहरूसँग बसेर खाने, म उहाँहरूको घरमा जाने गर्थेँ कि सर। अनि अहिले पनि छ सर। अहिले कस्तो छ भने जस्तो एउटा मेरो गाउँको एउटा दलितको घरमा कुनै पूजापाठ छ भने हामी त्यहाँ गइरहँदा उनको घरमै बसेर चाहिँ खाने चलन चाहिँ अहिले पनि छैन। उनीहरूले चाहिँ अहिले चाहिँ के गर्छ भने कसैको एउटा घरमा अलिकति पैसा तिरेर अब ल है उहाँहरू आउनुहुन्छ दिनु भनेर चाहिँ नि भन्ने चलन छ। अस्ति मात्रै मेरो एकजना त्यहाँ मेरो गाउँको एकजना कामी बित्नु भयो क्या, अनि उहाँ बित्नु भयो, अनि बितिसकेपछि अनि भेट्न गएको अरे, अनि खाना चाहिँ यतापट्टि उसकोमा खायो के अरे अर्कै होटेलमा लगेर सबै गाउँकोहरूले भेट्न चाहिँ गयो फेरि। अब दुःखमा चाहिँ साथ चाहिँ दिने नै छन्, तर एउटै घरमा बसेर चाहिँ नि अहिलेसम्म खाएको छैनन्, उनकै घरमा बसेर चाहिँ खाएको छैन है सर। अनि त्यतिखेर म बाइचान्स मेरो आफ्नो कामले गर्दा म त्यो दिनमा पुगेन, अनि म हिजो गएँ। अनि हिजो गइसकेपछि मैले उहाँलाई भेटेँ होइन, जो उहाँको मिसेसलाई मैले भेटेँ। अनि भेटिसकेपछि अनि जाउँ न चिसो खानु है भनेर भने कि ए ल भइहाल्छ नि म खान्छु भनेर मैले खाएँ होइन। मलाई त्यस्तो त केही लाग्दैन सर होइन, तर एउटा समाजमा छ नि यो कसरी निकाल्ने हो, यो अझै पनि छ। यहाँ जति जे भने पनि अहिले कति कुरा गर्छन् क्या, तपाईँहरूले अरूहरूलाई सोध्नु, अरू महिलाहरूलाई सोध्नु, ए हामीमा यस्तो छैन, हामीमा यस्तो ट्रिटमेन्टै गर्दैन, हामी यस्तो गर्दैन भन्छ, तर त्यो भित्री रूपमा चाहिँ त्यो कुरा अझ पनि गएको छैन। उनी कहिले पनि बिचरा त्यहाँ आएर उनीले कहिले पनि हाम्रो समाजमा आएर खाना पकाउँदैन क्या, उसले बिचरा उनीले भाडा उठाउँछन्, भाडा माग्छे बुढो होइन हाम्रा महिला, ती महिलाहरूले। अनि पछि मलाई कता चाहिँ लाग्छ, अनि मलाई एउटा कुरा चाहिँ के लाग्छ भने फेरि उहाँहरूको मलाई मान्छे त एउटै हो नि, तर सरसफाइमा पनि ध्यान दिनुपर्छ भन्ने कुरा चाहिँ हुन्छ कि, तर उहाँहरूले चाहिँ हो त्यो सरसफाइमा ध्यान दिएछ, मलाई चाहिँ पीडा हुन्छ। अनि मैले चाहिँ भन्छु क्या तपाईँहरू होइन यसो हेर्दा पनि टक्क हुनु न, मान्छेको त एउटा लुक्स त हो नि पहिला हेर्ने भनेको होइन, ऊ अलि सरसफाइ भएर हिँड्नु पऱ्यो, अलिकति ऊ भएर हिँड्नु पऱ्यो, हे आफूहरू यस्तो छ अनि कहाँबाट हुन्छ भनेर म कहिलेकाहीँ चाहिँ म भन्छु। तर यो कुरा चाहिँ छ है सर, यो कुरा चाहिँ अब भोलि हामी गएर हाम्रो गाउँमा पनि जानुपर्छ, मेरो गाउँमा पनि त्यस्तै छ, यहाँ विभिन्न ठाउँहरूमा छन चाहिँ अझै पनि त्यहाँको आमाहरूले बाहरूले अझै पनि उहाँहरूले ल्याएको पानी चाहिँ मैले पिएको चाहिँ देखेको छैन।
तर कुरा त अब गर्छन् नै बस बाहिर चाहिँ यस्तो हामी समावेश एकै हो भन्ने छ तर त्यो भित्र चाहिँ त्यस्तो भएन नि त अहिलेसम्म मैले कहिले पनि देखेको छैन मेरो गाउँको आमाहरूले मेरो गाउँको बाउहरूले अथवा मेरो गाउँको अलिकति सिनियर दिदीहरूले चाहिँ खान्छन् अब हामी जस्तोहरूले त अब ल्याउँदा खान्छन् नै तर पनि उनको घर त खाएको छैन तर पनि हरियो चाहिँ छ एकदम मलाई चाहिँ एकदम खुसी लाग्यो मैले पार्जीसँग यो वाक्यमै कतिपय कुराहरू चाहिँ जनप्रतिनिधिले यी कुराहरूलाई अलिकति लुकाएर राख्ने पनि गरे आउँछन् तर एकदमै खुलेर बोलिदिनु त्यसको लागि यो एउटा त समुदायको विषयवस्तु भयो जस्तै तपाईँ यो चौथो कार्यकालमा अहिले जोडिरहँदाको अवस्था चौथो वर्ष चाहिँ चौथो कार्यकाल भन्दा चौथो वर्ष कार्यकालको चौथो वर्ष बिताइरहँदा तपाईँले एउटा चाहिँ कार्यपालिकाभित्र होइन विभिन्न अब पार्टीको नेतृत्वबाट आएको हुन्छन् जिम्मेवारीको हिसाबले तपाईँलाई कतिको सहज र कतिको असहज भयो काम गर्दै गर्दा जस्तै हुन्छ नि अनुगमनका पाटाहरू पनि जोडिए कतिपय विभिन्न खालको यो कुराहरूमा चाहिँ कति अलि सहज जस्तै मानौँ अध्यक्षज्यूहरूले अलि दबाब दिने अलिकति जनप्रतिनिधि अलि दबाब दिने कर्मचारीहरूको एउटा इन्टेन्सन रहने यो खालको कस्तो भयो अलिकति पनि जोडियो अब यो त यस्तो भयो अब काम त अब हाम्रो साँच्चै भन्नुपर्दा अध्यक्षज्यू पनि खासै त्यस्तो खालको हुनुहुन्न है अब हामी चाहिँ दुवैजना मिलेर नै काम गरिरहेको छ अब कार्यपालिकामा पनि जस्तो भए पनि अब अध्यक्षज्यूले राम्रै खालको एजेन्डाहरू ल्याउनु भएको छ त्यो एजेन्डा चाहिँ पासै हुन्छ हाम्रो होइन जस्तै जे भयो नि राम्रै खालको एजेन्डा अनि मैले चाहिँ के सोच्छु भने हामी विकासै गर्न गएको हो राम्रो खालको एजेन्डा ल्याउँछ भने हामीले चाहिँ पास गर्नुपर्छ भन्ने मेरो मान्यता हो होइन तर त्यो कुरा पनि हुन्छ अब त्यो कुरा नि भइरहेको छ तर हामी काम गर्ने यो दौडानमा अब फेरि उपाध्यक्षको भूमिका चाहिँ यस्तै खालकी छ के रासोको कुरा गर्नु तपाईँ होइन अनुगमनको कुरा गर्नु खालि गाल पार्ने खालको कुरा छ नि त अनि नाम पाउने बेला त अध्यक्षज्यूहरूको हुन्छ नि त होइन अब नाम पाउने बेला अध्यक्षज्यूको हुन्छ मैले पछि फेरि अध्यक्षज्यूले यस्तो गर्न खोजेको भन्न खोजे होइन हामीलाई हिजोदेखि त्यस्तै छुट्याइदिएको छ त काम तर हामीलाई चाहिँ एकदम दुःख छ अब रासोको कुरा गर्न जाने हो भने चाहिँ अहिले अब रासो टाइममा तिर्न आउँदैन टाइममा तिर्न आउनुहोस् फलान तपाईँलाई यस्तो लाग्छ व्यवसाय कर तिर्नुहोस् यस्तो भने कर पनि कति बुझाउने खालि कर बुझाएको बुझाइ छ यो पालिकामा कर बुझाएको बुझाइ छ हामीलाई विकासको काम केही ल्याइदिन खालि कर बुझायो भनेर उहाँहरूको हामी प्रति हेर्ने दृष्टि नै अर्को छ अनि अनुगमन बजार अनुगमन जाँदा पनि त्यत्तिकै रिसाउनुहुन्छ उहाँहरू होइन मैले भनेको त हामी उपभोग गर्ने उपभोक्ताकर्ताहरूले त फ्रेस खालकी तरकारी खान पाउनु पर्यो फ्रेस खालकी मासु खान पाउनु पर्यो तपाईँले किन यस्तो खालकी मासु भनेर पोहोर हामीले कति पनि जफत गरेर फालिदिउँ तर उनीहरूले हेर्ने दृष्टि नै मलाई बेग्लै छ मलाई भन्नाले उपाध्यक्षलाई होइन अनि हामीले एउटा के त्यो बियर बोटल सिसाको बियर पनि हामीले यहाँ चलाउन पाउने किनभने फोहोर मैलामा अति नै त्यसलाई व्यवस्था गर्न हामीलाई गाह्रो भयो भनेर हामीले चाहिँ सिसाको बोतलको बियरै चलाउन नपाउने गरेको के त्यसको विकल्प त क्यान बियर छ नि भन्ने हिसाबले हामीले त्यो गऱ्यौँ हुन त यहाँ ब्रान्डीहरू त बोतलमै जान्छ जान त अरूले त्यही भनेका नि अनि बियर मात्रै बेच्न नपाउने अनि त्यो ब्रान्डी चाहिँ किन बेच्न पाउने भनेर उहाँहरूले हामीलाई यसरी प्रश्न नै गर्नुभएको छ हामीले चाहिँ होइन बियर त अब जे भए पनि त्यो बियर नबेचे पनि त क्यान बियरहरू छ नि त हामी त्यो बेचौँला हामीले वातावरणलाई चाहिँ नि अलिकति सफा राखौँ भनेर हामीले यस्तो गर्न खोजेको हो भनेर अनि त्यसपछि बेचेछ अरे भनेर हामीलाई भन्न चाहिँ हामी अनुगमन गऱ्यौँ उसको जफत गऱ्यौँ हामीले फालिदिउँ होइन हामीले त्यहाँ फोडिदिउँ अब त्यतिखेर नि अब यसरी हेरिरहेको छ यो उपाध्यक्षले चाहिँ भनेर हामीलाई यसो गरिरहेको छ होइन अब अहिले बजार अनुगमन त्यही हो कि अब हामीले चाहिँ यहाँको दाल प्योर दाल बेच्नु है मुस्ताङको भन्छ मुस्ताङको भनेर बेच्नु अनि ओखर ल्याउँदा मुस्ताङ भन्छ मुस्ताङको भनेर बेच्नु तपाईँहरूले त त्यो फ्लड गर्न पाउँदैन भने कहिलेकाहीँ यसो छड्के जाने बेलामा अनि उहाँहरूले फेरि अलिकति हो तपाईँ यस्तो के फेरि त्यही हो अनुगमन पनि यहाँ छ नि त उता पारेकोलाई भनिदिइसक्या हुन्छ हेर्नु होइन त्यो गाह्रो छ काम गर्न तर मैले भनिहालेँ उपाध्यक्षको काम चाहिँ एकदम गाह्रो नै छ होइन अनि अनुगमनको पाटोमा पनि त्यही हो उपभोक्ता समिति र प्राविधिकको बिचमा के हुन्छ के हुन्छ अब प्राविधिकले भन्छ उपभोक्ता समितिले यो कुरै बुझ्दैन भन्छ उपभोक्ता समितिले भन्छ यो प्राविधिकहरूले यो के हो यो इङ्ग्लिसमा लेखेको यो इन्स्ट्रुमेन्ट हामीले नि बुझ्दैन भन्छ त्यही कारणले गर्दा अहिले हामीले नेपाली इन्स्ट्रुमेन्टमा ल्याएको छ होइन अब गाह्रो त एकदम गाह्रो छ अब हाम्रो अब भलै यो मुस्ताङ जिल्लामा र यो मेरो पालिकामा चाहिँ कस्तो छ नि अब उपभोक्ता समिति गठन गर्न पनि हामीलाई एकदम गाह्रो छ अरू ठाउँमा उपभोक्ता समितिको अध्यक्ष म बस्छु हुन्छ यहाँ चाहिँ त बस हुन्छ क्या त्यति साह्रो यहाँ यो यस्तो छैन यहाँ चाहिँ फेरि कसैलाई मैले भनिहालेँ राजनीतिकमा यहाँ खासै इन्ट्रेस्ट छैन र कसैलाई केही पद पाउँछ भने म बस्छु कसैले भन्दैन त बस भन्ने हो यहाँ चाहिँ यसरी हो हुन चाहिँ तर फेरि चुनाव त यहाँ अर्कै खालको चुनाव लाग्छ होइन कुरै गर्ने भने चाहिँ त गाह्रै हुन्छ चुनावको माहौलको बेलामा चाहिँ तर अरू बेलामा चाहिँ यहाँ
यहाँको मानिसहरूको मनबाट किन म चाहिँ यस्तो गर्छु भन्ने चाहिँ खासै भावना चाहिँ मैले देखिनँ क्या सर यहाँ। अब यो म हजुरको समय पनि एउटा व्यस्तता छ, अफिस टाइमलाई पनि एकदम मध्यनजर गरेर समग्र तपाईँको पालिकाका वडाहरूमा यो अलिकति जनचेतनामूलक कार्यक्रमको पनि मैले अति एउटा आवश्यकताको रूपमा हेरेँ र हजुरले त्यसलाई स्वीकार्नु पनि भएको छ। समग्र यस्तो हुनुपर्छ, हामी गर्छौँ पनि भन्ने टाइपको एउटा वातावरण सिर्जना। के भन्न चाहनुहुन्छ नव इन्द्रेणी कार्यक्रमलाई, जो कि यहाँसम्म एउटा जिम्मेवारीपूर्वक यसरी जोडिराखेको छ र तपाईँहरूसँग यसरी यो एउटा अभियान अन्तर्गत जोडिरहेछ, के भन्न चाहनुहुन्छ? हुन त अब यो मिडिया भनेको अब हाम्रो होइन चौथो अङ्ग भनेर भनिन्छ होइन। अब जे कुरा पनि अहिले त यो एउटा मिडियाले नै हो नि त प्रचार प्रसार गर्ने। तपाईँहरूको यो नव इन्द्रेणी यहाँसम्म आउनु भएको छ होइन, देशको यो कुना कुना ठाउँमा पुग्नुहुन्छ। अझै पनि योभन्दा कति विकट विकट ठाउँहरू छ जो कि उसको मनमा लागेको कुरा, उसले त्यो समाजमा घटेको घटनाहरूलाई यसरी बाहिर ल्याउन उजागर गर्न त नसक्ने ठाउँहरू छ नि। तर त्यस्तो त्यस्तो ठाउँहरूमा हजुरहरू जानुभएको छ, अनि अझै पनि जानुहोस् तपाईँहरू होइन। अब एउटा हामीले एउटा देशको एउटा मेरुदण्ड भनेको काठमाडौँलाई मात्रै सोच्नु हुँदैन, पोखरालाई मात्रै सोच्नु हुँदैन। अहिले एउटा पाँचवटा हाम्रो एउटा 7वटा प्रदेशको मेन लाई मात्रै नसम्झिकन यसले चाहिँ एकदम विकट विकट ठाउँमा, अझ यहाँ भन्दा नि अब कति विकट ठाउँ छ होइन। अब जस्तो डोल्पा होइन, अब जस्तो हाम्रो यो मुस्ताङको पनि, हाम्रो अब लोबन्थाङको पनि कति एकदम कुना कुनाको ठाउँहरू छ। अब जुन पनि त्यहाँबाट पनि अब आवाजहरू ल्याउन पर्यो, यो सबैले थाहा पाउन पर्यो होइन। अब अझै पनि तपाईँहरूले गर्नुभएको छ, अझै पनि ल्याउनु होला भन्न चाहन्छु र हजुरहरूलाई यो शुभकामना दिन चाहन्छु। र त्यही सिलसिलामा मेरो पालिकामा आउनुभयो, यहाँहरूलाई मेरो आफ्नो व्यक्तिगत तर्फबाट र यो मेरो सिङ्गो घरजोङ गाउँपालिकाको तर्फबाट यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू, धेरै धन्यवाद दिन चाहन्छौँ। विशेष गरी छोटो मिठो पसाइ थियो, व्यस्त हुँदाहुँदै पनि समय दिनुभयो, त्यसको लागि उपाध्यक्षज्यूलाई एकदमै मनैदेखि धन्यवाद र समग्र पालिका परिवारलाई पनि मनदेखि नै धन्यवाद दिन चाहन्छौँ। यस्तै समग्र यहाँका विषयवस्तुलाई खुलेर बोल्ने र समस्यालाई कहिल्यै नलुकाउने स्थानीय सरकारहरूको सधैँभरि हामी साथ र सपोर्ट पाऊँ भन्दै पुनः फेरि कार्यक्रमसँग जोडिनेछौँ। अहिलेलाई भने क्यामेरामा साथ दिनु भाइ राजलाई धन्यवाद दिँदै, समग्र मेरो टिमलाई पनि धन्यवाद दिँदै म पनि बिदा हुन चाहन्छु। हस्त, नमस्ते, थ्याङ्क यू।